हेलो हेलो आज चाहिँ म तिती करेला र आलुको ग्रेभी बनाउन लागेको है त। सबैभन्दा पहिला मैले तिती करेला र आलुलाई काटेर अलग अलग फ्राई गरेर मैले क्रन्ची बनाएँ। त्यसपछि म कराहीमा तेल बसाएर अनि त्यसमा चाहिँ जिरा लसुन पड्काएर चाहिँ टमाटर ग्रेभी बनाउनतिर लागेँ। तपाईहरुले चाहिँ आफ्नो स्वादअनुसार अरू हाल्न सक्नुहुन्छ। मैले चाहिँ त्यसमा बेसार र खुर्सानी मात्रै राखेँ किनकि मलाई यति नै राखेको मन पर्छ। हजुरहरुले चाहिँ अरू राख्न सक्नुहुन्छ। यसमा चाहिँ बेसरी ग्रेभी बनाउनु पर्छ। राम्रोसँग एकदम ग्रेभी नभएसम्म हामीले चाहिँ हल्का हल्का चलाइराख्नु पर्छ। टमाटर चाहिँ एकदम ग्रेभी भइसकेको हुनुपर्छ। मैले यता दाल पनि देखाएँ। अब फेरि यता बन्दैछ मेरो। अनि चाहिँ मलाई यसो बाहिरतिर हेर्न मन लाग्यो। भित्र ग्रेभी बनिराखेको थियो। फेरि म भित्र आएँ अनि त्यसपछि त्यसमा थोरै पानी हालेँ। अलिअलि पाकिसकेको थियो। अनि त्यसपछि अब मेरो राम्रोसँग पाकिसकेपछि मैले चाहिँ करेला र आलुलाई यसमा मिक्स गरेँ। अनि त्यसपछि 2 मिनेट जति पकाएँ। अनि मलाई यसमा अलिकति नुन कम भयो जस्तो लाग्यो। फेरि हालेँ अनि 2-3 मिनेट पाकिसकेपछि यो ग्रेभी चाहिँ रेडी भयो। हजुरहरु पनि यसरी नै बनाएर खान सक्नुहुन्छ। मलाई चाहिँ एकदम मिठो लाग्छ। हजुरहरुलाई कस्तो लाग्छ भन्नु होला। थ्यांक यू।